गुड मर्निङ एभ्रिवान, तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ थर्ड डे, आज पूजाको लास्ट दिन पनि हो। अनि 6 बजिसकेको छ, म चाहिँ उठिसके। अन्त पानी बोकेर कफीको मगमा एकछिन अरु उठ्नु भएको छैन, अनि त्यही भएर म चाहिँ फुलबारी यसो हेर्न आएको। दिदीको फुलबारीहरु, जिरेनियमको मदर प्लान्टहरु रहेछ, मजाको भएछ उसको पनि। आज पनि धेरै छ काम गर्नु। अन्त यसरी बिहानको सुरुवात चाहिँ यसरी हुन्छ, मजा आउँछ बिहानै फुलहरुलाई हेर्दै। एन्जेलियाको मदर प्लान्ट रहेछ। बुनुको चाहिँ माथिको अर्को टनलमा चाहिँ एन्जेलिया अनि सिजनेबल फुल छ भने, यो तल्लो टनलमा चाहिँ यसरी सकुलेन्टै मात्र छ। यसको चाहिँ एकदम धेरै भेराइटी छ। अनि वर्षमा उसले धेरै उत्पादन पनि सकुलेन्ट चाहिँ धेरै गर्छ। एकदम राम्रो छ के उसकोमा चाहिँ। उसको कलेक्सन चाहिँ फेरि यो विदेशी इनपुट भएकोले गर्दा, बाहिरबाट इनपुट भएकोले गर्दाखेरि धेरै राम्रो छ। उसको प्राय यो कोरियाहरुबाट ल्याएको हो, त्यही भएर एकदम राम्रो छ। यो वाला चाहिँ हाम्रोमा भएको जस्तै हो, उसले नै दिएको। यो पनि कोरियाबाट ल्याएको। अरु नर्मल यसरी हरियो नै भइबस्छ भने यो चाहिँ यति बेला चाहिँ पुरै येल्लो भएर आउँछ। हाम्रोमा पनि छ यसको, उसले दिएको थियो। तर अहिले उसकोमा चाहिँ मासियो भन्दै थियो, बेचेर यो कस्तो दामी छ है। यो उसकोमा पहिला झन् यो हालको यो ठुलोवाला क्या, यस्तो झन् धेरै थियो, सबैमा थियो। एउटा यत्रो ठुलो साइजको छ। यो त हाम्रो अनुहार भन्दा पनि ठुलो छ। यो त क्यामेरामा सानो देखेको र तर ठुलो छ यो। नर्मल अरु यत्रो छ भने यत्रो छ, यत्रै थियो सबै। उसले त्यो चाहिँ फेरि मासेछ अहिले, के गरेर खरायो पनि। एकदम राम्रो छ कलेक्सन। यहाँ त झन् यो चाहिँ रेडी भएकोहरू बेच्नको लागि। यो के भन्छ होला, चाइनिज प्लेट के त्यस्तै भनेको सुनेको थिएँ यसलाई। यो पनि मजाको छ उसकोमा। अन्त पिस लिली छ, यो पिस लिली व्हाइटमा छ। अनि यस्तो बटम रहेछ, मुनि त पुरा रहेछ नि त उसको त। अन्त यो पनि मलाई राम्रो लागेको कलर, कस्तो आकर्षित कलर के। यो चाहिँ यसले आकर्षण गर्ने खालको कलर रहेछ, राम्रो लाग्यो मलाई। उसले फुल टाइम दिनु भ्याउँदैन, तर पनि ट्राई चाहिँ उसले धेरै गरेको क्या फुलको लागि। किनभने बच्चा यता घरको काम सबै गरेर अब जानुपर्ने हुन्छ किचनमा। दालहरू बसाउनु छ दिउँसोको लागि। अनि अब खाजालाई रेडी गर्छु। अहिले चाहिँ बिहानीको ठ्याक्कै 7 साढे 7 हुन आँट्यो। भर्खर घरको बारी चाहिँ उड्दैछ। यहाँ हाँस्दै उठ भनेको यसलाई मैले कतिखेरदेखि यहाँ सामानहरू निकाल भनेर। म चाहिँ अघि उठेको, ऊ चाहिँ अहिले उठ्दैछ। ऊ एकदम कराउँदा अनुहार छोप्दैछ लाजले। ऊ जा छिटो आँटा लिएर आइज, ढिलो हुन्छ। यहाँ चाहिँ मैले चना बसाइसकेँ। अनि यताको कुकरमा चुलामा चाहिँ दाल र पानी छ। अब चाहिँ म रेडी पार्दैछु आँटा। अन्त रोटी पकाउनु छ। यो अचारको लागि तिल बुटिसकेको मैले। अब चाहिँ छिटो गर्नुपर्ने हुन्छ, नत्र हिजो जस्तो अलिक ढिलो हुन्छ फेरि। अब चाहिँ दिउँसोको खानाको लागि तयारी गर्न थालेको। यहाँ चिन्डी र आलुको अचार चाहिँ रेडी भइसक्यो। हो होला अनुहार चप्परे। अनि अब चाहिँ करेला फ्राई गर्नु छ, त्यही भएर म करेला काट्दैछु। भिन्डी पनि छ, फिङ्गर तारेर बुन्ने के गरेको कुन्ने। क्यामेरामा आउला के सर तेरो छोरा आइबसेको हेर त। यहाँ यसले चाहिँ अब एकलट लामाहरूलाई चिया पानी लाँदैछ। म चाहिँ करेला फ्राई गर्दैछु।
अझै छ, यो चाहिँ रेडी भइसक्यो। अझै एउटा सब्जी छ आलुको पकाउनु। अरू चाहिँ सबैजना पूजामा जानुभएको छ, म चाहिँ यहाँ किचन रुँदैछु। नभएको होइन तँ चाहिँ उठ्न छैन। उता चाहिँ पूजा भइरहेको छ, यहाँ चाहिँ मनसुकाउने लुगा खोज्नु भएको अहिलेदेखि होइन। यो निकाल्छ त्यो होइन, त्यो निकाल्छ त्यो होइन भन्दै अब आज चाहिँ लास्ट डे। आज चाहिँ मेरो घर जाने दिन हो। आज चाहिँ हामी सबैजना ढिलो उठेको। म 7 बजी उठेको होइन, भाइ भर्खर उठेको। अब मैले चाहिँ उठेर पनि खाना सब्जी गरिसकेँ। अन्डा करी यहाँ राखेको छु मैले, कोपी र आलु, बन्दाकोपी र आलु। अनि यहाँ चाहिँ भात बसाइसक्यौँ। हामी चाहिँ एकछिन तल मुमाहरूको माएर त्यहाँ नानाहरूको घर जानु छ। त्यहाँ खोर्सानीको बिउ लिएर घर लानुको लागि। नो बेबी नो, ऊ चाहिँ रुँदैछ, बिस्कुट डल्लै बोक्छु भनेर त्यसरी गर्नु हुँदैन। हामी चाहिँ अब एकछिन तल घर गएर आउँछौँ। फाइनली भाइलाई चाहिँ ढोका थुनेर एकछिन तर्साएपछि मात्रै भाइ माने बिस्कुट छोड्नु। अब चाहिँ जाने नि देमाहरूकोमा। अब चाहिँ हामी जाँदैछौँ उनीहरूकोमा। मम्मी चाहिँ धारामै हुनुहुन्छ। मम्मी गएर आउँछौँ ल। ए जुत्ता धुनु भएको त्यो पर चाहिँ अङ्कलहरूको खोर्सानी बारी। खोर्सानी बुने टारबारीभरि अङ्कलहरूको दामी खोर्सानी डल्लै देखेको जति। यो चाहिँ अलैँची बारी। सुन फाइनली हाम्रो अलैँची फलेको छ अनि हामी सुन लाउने हो गाइस भनेर बेचेर 2 लाख पुग्ने रहेछ तेरो अलैँची फलिन्जेलसम्म। पहिला चाहिँ यहाँ चाहिँ वारीदेखि पारिसम्म ठ्याप्पै धनियाँ रोप्थ्यो, कति खेताला लाग्थ्यो। कहाँ फल्यो बहुत फुल फुल्दैछ। फुल फुल्दाखेरि मान्छेको उम्मिद यत्रो के अम्मा साला हो दामी सबैमा फुलेछ नि त नि। उयो किन मरेको फेरि त्यो चाहिँ? ए के गर्नु त हजुर। यस्तो अलैँची त हाम्रा कति थियो उहिले। उहिले अरे आमा चिया कस्तो दामी भएछ हौ। कसरी केजी यो अलैँची? के अरे यो 200 रुपियाँ किलो। आम्मा लु साथीहरू हेरौँ है, 200 रुपियाँ किलोको। 1 किलो 200 रुपियाँ किलो अरे कस्तो दामी ट्याक 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 टिप्ने बेला भएछ। अनि यो त नि 20, यो त 1 मनै आउँछ जस्तो त हौ सबै टिप्दा त। कसरी दिन्छस् बिगामा? म आउँछु खेताला। लु आइन्छ साथी हो। अब चाहिँ म यतै दिदीकोमै बरु चिया टिपिन्छ बिहानदेखि बेलुकासम्मै। खानु बस्नु व्यवस्था भइहाल्छ। ए बाटो यता ला कसरी हिँड्नु लड्छ है? यहाँ चाहिँ बाटोको मर्मत हुँदैछ नि त उनीहरूको साइडतिर, त्यही भएर हिँड्ने बाटो अलिक छैन, एकदम गाह्रो छ। अब यहाँदेखि यता बनाउनुहुन्छ अरे आफ्नै बाटो। ओइ नानीसँग लड्छ है यो। हामी चाहिँ सङ्घर्ष गरेर गाउँ डुल्नु जाँदैछौँ। त्यहाँ नाना र मुमाले बोला गर्नु गएर यो के को फुल कति राम्रो सेतो सेतो। ए भेनाले त बाइक त्यहीँ राख्नु भएछ हौ बाटोमा। पर मुमा र नानाले चाहिँ हामीलाई पर्खिराख्नु भएको छ 2 जनाले। यो चाहिँ नानाहरूको घर हो, नानाले पर्खिराख्नु पर्छ। ए पर पुगेछ नि त नि जेसिबी त। बाटो त है नाना बन्नेछ नि त नि। मुमा चाहिँ यहाँ हुनुहुन्छ। हामी चाहिँ अब फर्केको एकछिन भनेर असुरो टिप्यौँ, झक्मा खोर्सानीको बिउ पनि लियौँ। अनि गफसफ गरायो है बुने। खाजा खाएर चिया खाजा 2 घरमा। फेरि बिचरा आलु पो लानु भन्नुहुँदैछ, आलु ल्याइदिनुहुन्छ अरे। अब हामी चाहिँ रेडी हुनुपर्ने खाना खाएर। खाना म त खान सक्दिनँ ल बुने, तँ चाहिँ खा। भात चाहिँ अघि पकाइराखेको, अब के भइसक्यो। अब चाहिँ रेडी गर्नुपर्ने हुन्छ। बाबा र मम्मी चाहिँ के गर्नुहुँदैछ कुन्नि?
अनि अब चाहिँ जाने बेला भयो। अब बुनुले चाहिँ यहाँ फ्रुट्स काट्दैछ फेरि यसले। ल झारी पनि हाल्यो टिप्छ अब यसले। मेरो कसैलाई रेडी, कसैले रेडी भइसक्यो। नङतेन ए हो चियापत्ती सोल्टीले ए कतिजना राम्रो हौ। यो चाहिँ मेरो के हो त, हिजोदेखि मैले पनि अघि बिहान भेटिनँ। यो चाहिँ आलु तति मुमाहरूले अङ्कलहरूले दिदी पठाउनु भएको। यो चाहिँ फुलहरू मैले लानु लागेको। यो पिसलिली छ, त्यो स्नेक प्लान्ट छ, अनि यो चाहिँ अर्किड। ए भेटिस् सफल यता पुष्पा ए पुष्पा झुकेका नै साला गर्यो हो वाउ खतरा छ। फेरि पुष्पा गरिदेऊ न, पुष्पा गरिदेऊ न पुष्पा। ओ मलाई थाहा थियो तिमीले खेलाउँछौ भने, त्यही भएर मैले अघि बिहान घरबाट आँगनबाट जाँदाखेरि राखिदिएको हो। मलाई थाहा थियो उसले यसरी खेल्छ भनेर। यहाँ हेर्नु त खै क्युटी पाइ हाल्यो त। वाउ कति हेन्डसम बेबी हौ। टिङ 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 वाउ। नहान नि उसले चाहिँ फेरि हान्छ, फेरि हान्नै हाल्छ। म चाहिँ मलाई लिनु आइसक्नुभयो दानुरी। अलिक यता बस्नु न, तपाईँ त देखेन त। उसको लागि मैले चाहिँ यहाँ करेन्ट र अन्डा बनाइसकेँ ग्रेभी। कुनसाङ मम्मी चाहिँ अब सबै काम सकेर पनि चुल्हा लिप्नुहुँदैछ। म चाहिँ बिहानदेखि 10-11 बजीदेखि लडेको पर्खेको मान्छेलाई घर जानुलाई। अब म चिया बनाउँछु। यो चाहिँ दुधको नुनको चिया लिनु। चिया कस्तो भएछ? अब चाहिँ घर फर्केको 2 दिन बसियो मजाले माइती घर दिदीकोतिर। अब चाहिँ घरमा लाग्यो। कस्तो दामी छ नि यहाँको भ्यूहरू।